अब अलमोस्ट रेडी भइसक्यौँ हामी तकदाहको होम बस्तीबाट अब निस्किन्छौँ हो। अहिले यसो हेर्दा निधार त 1 किलो जस्तो चामल अट्नै भएछ है। यहाँबाट ससुरालीमा टिका लगाइदियो भने त ससुराली तर्सिन्छ होला है। यत्रो ठुलो निधार चाहिँ 1 किलो चामल त लाने रहेछ ज्वाइँले भनेर है। आज वेदर हिजोकै सेम छ है। घाम पनि देखिरहेछ, गरम पनि छैन, जाडो पनि छैन, घाम पनि मधुरो देखिरहेछ, फगी त्यस्तै छ जस्तो हिजो थियो वेदर। आज पनि एज इट इज छ, सेम छ। र म चाहिँ आज हामी चाहिँ यहाँबाट निस्किन्छौँ आइस होमस्टेबाट, तकदाह होम बस्तीबाट निस्केर चाहिँ छोटा मङमायातिर पहिला घुम्छौँ 1-2 जग्गा, अनि त्यस पछाडि चाहिँ हामी निस्किन्छौँ। र अब चाहिँ हामी यहाँ आयुष होमस्टेबाट चाहिँ टोटल्ली अब एकदम चेकआउट गर्दैछौँ हामी। अब यहाँबाट उता गुम्बा डाँडा भ्यू पोइन्टहरू, तिनचुले मोनास्ट्रीहरू है, लामा टाइको पार समथिङ के घुमेर चाहिँ छोटा मङमाया जान्छौँ ल। अन्त त्यहाँदेखि आइए सिस्टर, हम निकाल रहे हैं अभी मङमाया के लिए। सिँढी छ यस्तो चढ्ने हो, अब यो सिँढी चढेर चाहिँ जाने हो। हेर्न बिचरा सिँढीमा आफै बोकिरहेको छ, मैले बोकिदिन्छु भनेको कि बोक्छु भन्यो हो। सिँढी उकालो तलबाट देवाशिष भाइहरू आउँदैछ 2 जना। अब चाहिँ हामी छोटा मङमायाको लागि ल। ओके, तकदाहबाट चाहिँ निस्क्यो, यो गाडीमा चाहिँ बसिसक्यौँ। अब हामी लामाहट्टा इको पार्क भएर चाहिँ मङमाया, छोटा मङमाया, यो चाहिँ तकदाहको होम बस्ती रहेछ हामी गएको। अहिले चाहिँ हामी तकदाहबाट निस्केर चाहिँ गुम्बा डाँडा भ्यू पोइन्ट भएर यता लप्चूपट्टि झर्दैछु लामाहट्टा जानको लागि। उहाँहरूलाई लामाहट्टा देखाएर चाहिँ फेरि ब्याक छु छोटा मङमायाको लागि। লাইভ দিস নেই, হেলমেট পরাচ্ছে এই করাচ্ছে, ওখানে কিচ্ছু নেই। लामाहट्टाको लागि गएको हो। यहाँबाट चाहिँ म लामाहट्टा जान्छु, सबैजना लामाहट्टा घुमेर फेरि वापस मङमाया, छोटा मङमाया ल। तपाईँलाई यो चाहिँ छोटा मङमायाको शेर्पाटार भन्ने गाउँ है। अहिले म यहाँ आइपुगेको छु। हाम्रो गेस्टहरू गौरव र देवाशिष नाम गरेर 2 जना गेस्टहरू छ नि है। उहाँहरूलाई लिएर चाहिँ म अहिले यहाँ आइपुगेको छु शेर्पाटार छोटा मङमाया। अहिले मौसम पनि एकदमै राम्रो छ। यहाँनिर चाहिँ फर्स्ट टाइम आएको हो म हो। यहाँनिर यो छोटा मङमायाको यो होमस्टेमा चाहिँ एकदम मजाको यो टार रहेछ क्या, बसेको राम्रो जग्गा रहेछ है, एकदम राम्रो छ जग्गा। यहाँ चाहिँ शेर्पा होमस्टे भनेर एउटा होमस्टे छ, त्यहाँनिर चाहिँ मैले गेस्टहरू लिएर आएको। यसो हेर्दाखेरि यहाँको टारहरू, यो बारीहरू हेर्दाखेरि पहिला पनि अब यहाँनिर खेतीबारीहरू, खेतहरू पनि मतलब बारी खेती पनि निकै गरिन्थेछ है। अहिले पनि यो टारहरू हेर्दाखेरि चाहिँ त्यस्तो लाग्दैछ मलाई है। एकदम यहाँ चाहिँ बारी खेती गरिन्थेछ। र म चाहिँ हामी चाहिँ अहिले म मात्र होइन, म चाहिँ गेस्टहरूसँग हामी चाहिँ अहिले यो यहाँ देख्नुभयो शेर्पा होमस्टेमा आइपुगेको छु
यो चाहिँ रहेछ शेर्पा होमस्टे। एकदम ठुलो जग्गा रहेछ, टार रहेछ, रमाइलो होइन, एकदम दामी जग्गा रहेछ। पार्किङ पनि एकदमै भित्रै पार्किङ भएको एकदम राम्रो जग्गा। गाडी मेरो यहाँ गाडी पार्क गरिरहेको छु। यो एकदम राम्रो जग्गा रहेछ जहाँ चाहिँ पार्किङको फेसिलिटी पनि एकदमै राम्रो छ हो। एकदम ठुलो टारमा बसेको रहेछ शेर्पा होमस्टे। सानो पोन्डहरू पनि बनाइहालेको रहेछ क्या यहाँ हो। माछा नभए पनि यो सानो पोन्ड बनाएको रहेछ, सायद पहिले पहिले थियो होला नि है माछा। एकदम राम्रो जग्गा रहेछ क्या, मजाको जग्गा हो। यो चाहिँ होमस्टे चाहिँ यहाँ रहेछ हाम्रो। उहाँ दुई भाइ चाहिँ आज यहीँ बस्छ हो। तो गौरव भाइ कैसा लग रहा है आपको? बढ़िया जगह है, एकदम बढ़िया जगह है। पिछले दिनों से हम साथ साथ में हैं, एक हफ्ता रहने का मन कर रहा है इधर। अच्छा हाँ वही हम बोल रहे हैं। और हमारा सिस्टर को भी पहले वाले से भी बढ़िया लग रहा है हाँ। तो एकदम शांत जगह है ना, ये बोन फायर के लिए भी है हाँ। यो होमस्टे रहेछ, सानो चिटिक्कै परेको है, कस्तो राम्रो बनाएको रहेछ हो। सबै जग्गाहरू पनि खुब ठुलो रहेछ क्या, फराकिलो जग्गा रहेछ हो, राम्रो। फुलहरू पनि रहेछ, म फुलहरू पनि देखाउँ है त एकदम फुलहरू पनि रहेछ कि, म फुलहरू देखाउँछु है। सानो नर्सरीमा